सभाका सभापति महोदय, सुनको पानीको पानी छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग एवं मेरा प्रतिस्पर्धी मित्रहरू, आज म कक्षा 7 मा अध्ययनरत छात्रा विज्ञान अभिशाप नभई वरदान हो भन्ने विषयको पक्षमा आफ्ना केही भनाइहरू राख्न गइरहेकी छु। विज्ञानको मूल मन्त्र हेर्ने हो भने यो अध्ययन, परीक्षण र प्रमाण हो। विज्ञान भनेको अनुसन्धान र खोजमा आधारित एक विशिष्ट ज्ञान हो। यो सत्य र खोजको निरन्तर यात्रा हो। विज्ञानले आज हाम्रो संसारलाई एउटा सानो गाउँ बनाएको छ। एक स्विच एकै घरमा सिडी तलमाथि गर्छ र अँध्यारोको ठाउँ उज्यालो हुन्छ। यो सबै विज्ञानकै कारणले त सम्भव भएको हो नि महोदय। विज्ञान नभएको भए आज हाम्रो जीवन सूर्य बिनाको प्रकाश जस्तै हुने थियो होला। विज्ञानले हामीलाई धेरै फाइदा पुर्याएको छ महोदय। त्यसैले एक वैज्ञानिक सर आइजक न्युटनले भन्नुभएको छ कि विज्ञान निरन्तर खोज, अनुसन्धान र प्रमाण परीक्षणको सिडी चल्ने प्रक्रिया हो। विज्ञानले हरेक मानवीय कल्पनाहरूलाई यथार्थमा रूपान्तरण गर्ने शक्ति दिएको छ। विज्ञानले हरेक अन्धकार चिरेर ज्ञानको ज्योति फैलाएको छ महोदय। तर पनि मेरा पूर्वोक्त मित्रले भन्नुहुन्थ्यो कि विज्ञानले परमाणुमा जैविक हतियार, प्रदूषण र मानव जीवनलाई अल्छाग्दो बनाएको छ। तर म भन्छु कि यो सबै विज्ञानले गरेको होइन। यदि कसैले यसको दुरुपयोग गर्छ भने गल्ती त्यस्तो हुन्छ, विज्ञानको कदापि पनि हुँदैन महोदय। भनिन्छ एउटै रसायनले औषधि पनि बनाउन मिल्छ र विष पनि। यदि कसैले विज्ञानको दुरुपयोग गर्छ भने उसले विज्ञानलाई विषको रूपमा प्रयोग गरेको हुन्छ, कदापि पनि औषधिको रूपमा होइन महोदय। विज्ञानले आज हाम्रो जीवनलाई कहाँबाट कहाँ पुर्याइसकेको छ। विज्ञानले मानव जीवनलाई सरल, सहज र लोभलाग्दो बनाएको छ। विज्ञान हाम्रो घरको कुना काप्चा चुलो चौकोदेखि लिएर अस्पताल, कार्यालय सबैसँग विज्ञानको प्रयोग भएको छ महोदय। विज्ञानले समयलाई घडीमा होइन, गतिमा बाँधेर राखेको छ। विज्ञानले मानव जीवनलाई केवल सरल, सहज मात्र नभएर सम्भावनायुक्त र सृजनात्मक पनि बनाएको छ। विज्ञानले बनाएको मोलिक्युलर बायोटेक्नोलोजीले आज सानाभन्दा साना रोगहरू पत्ता लगाउन सकिन्छ। ऊर्जाका लागि नवीकरणीय ऊर्जा स्रोतमा निर्भर गर्न सकिन्छ महोदय। हेर्नुहोस् त, विज्ञानले यति राम्रो कामहरू गर्दा पनि हामीले विज्ञानलाई कसरी अविश्वास गर्न सक्छौँ त? विज्ञानले हामीलाई सत्य खोज्न र सही प्रश्न गर्न सिकाएको छ महोदय। त्यसैले म अन्त्यमा के भन्न चाहन्छु भने विज्ञान एउटा यस्तो शक्ति हो जसलाई हामीले विनाशको हतियार होइन, विकासको पूर्वाधारको रूपमा प्रयोग गर्न सक्नुपर्छ। त्यसैले एक वैज्ञानिक एपीजे अब्दुल कलामले भन्नुभएको छ कि विज्ञान मानव जीवनको एउटा यस्तो सुन्दर उपहार हो, त्यसैले यसको दुरुपयोग हामीले कदापि पनि गर्नु हुँदैन। हामीले विज्ञानको दुरुपयोग गरेर यसलाई अभिशाप होइन, यसको उपयोग गरेर राम्रो प्रयोग